सो हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइज, तपाईँलाई स्वागत छ आजको मेरो न्यू डे न्यू भ्लगमा। सो आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आजको कन्टेन्ट चाहिँ त्यस्तो धेरै स्पेसल चाहिँ छैन होइन। त्यही अस्ति मकै हामीले काटेको थियो नि, मकै काटेको थियो त्यो अब त्यो मकैहरू सब निकालेर भाँचेर घरतिर पुऱ्याउनु पर्ने हुन्छ। त्यही हो मेरो आज कन्टेन्ट चाहिँ होइन। सो बिहान बिहान उठेर आँखा पनि कस्तो सुन्निरहेको छ क्या। त्यही हो आजको मेरो कन्टेन्ट चाहिँ त्यही हो, मकै भाँचेर घर लिएर जाने होइन। अनि सो म चाहिँ बारीमा आइपुगिसक्यो। मैले चाहिँ भ्लग चाहिँ बारीमा आएर सुरुवात गरेँ होइन। सो मसँग चाहिँ मेरो भतिज आएको छ, यहाँ काले भतिज। खै एकछिन रोक त, यस्तो ब्लुएर आएको। ल भन् हेलो गाइज, नाम भन्दै। आर्यस थापा के त थापा म। अनि हाम्रो बारी चाहिँ हाम्रो बुवा चाहिँ अगाडि नै आउनु भइसक्यो होइन। अनि हामी चाहिँ पछि खाजा खाएर आएको क्या। म र मेरो भतिज चाहिँ होइन, कस्तो ब्लुएर आइरहेको छ क्या। सो त्यही हो, म अब वहीँ बारीमा पुगेर देखाउँछु। गाई चाहिँ हेर्दै गर्नु होला, बाई बाई। सो गाई चाहिँ हाम्रो बारी चाहिँ यो हेर्नुहोस्, हाम्रो बारी हामीले सबै भाँची चाहिँ यो अलिकति हिजो ओसार्यो होइन। हामीले अलिकति ओसार्यो, अब अझै बाँकी छ। यहाँ ढोड उभाएर राखेको छ हामीले, त्यो सबै ढोड होला। त्यो सबै भाँचेर हामी घरतिर लानुपर्ने हुन्छ होइन मकैहरू। यसो बुवा चाहिँ अगाडि नै आइपुग्नु भइसक्यो, अगाडि नै आइपुगेर भाँचिरह होला। सो हेरिदिउँ के गरिरहनु भएको छ बुवा। हामीले अस्ति उयो के अरे भाँचेर काटेर यसरी सुकाएको थियो, यसरी ठाडो बनाएर पयालै भइसक्यो हरियो मकै त। बुवा चाहिँ त्यहाँ भाँचिरहनु भएको रहेछ त। फेरि भ्लग बनाउँदै आएको ए हो। हाम्रो बुवा चाहिँ भाँचिरहेछ। अनि हामी पनि अब एकछिन भाँच्यो, अनि त्यहाँदेखि ओसार्ने। अब बोरा पुग्दैन नि त, त्यही भएर। सो गाइस, हामीले चाहिँ भाँचेर नि अब बोराभित्र हालिसक्यो। बोरामा बाँधेर अलिक टाढो राखेँ, बोरा बाँधेर अब बाहिर उता साइकल भएको ठाउँमा लगेर होइन ओसार्नु पर्ने हुन्छ। म बाँधेको देखा। बोक्नु सक्ला यहाँ पनि छ। अगाडिबाटै देखा गाई। आज चाहिँ हामी मकै ओसार्नु आएको छ। यहाँ हेर्नुहोस्, मकै ओसार्दैछ। अब यो मकै चाहिँ घर लानु थालेको हो। यहाँ साइकलमा राख्नु थालेछ गाई। 6वटा बोरा थियो, 6वटा बोरा ल्याएर प्याक गरेपछि यहाँ साइकलमा माथि अगाडि भान्जो साइकल पनि प्याक गर्दैछ होइन। टक्क बाँधेर अनि घर लानुपर्ने हुन्छ। मेरो साइकलमा चाहिँ भइसक्यो। अब यहाँ पछाडि एउटा हाल्नुपर्ने हुन्छ है। दादालाई
अझ त्यहाँ यहाँ हेर्नु हाम्रो अङ्कल र दादाले मकै लिएर आउँदैछ अब फेरि जानुपर्छ गाइस अब हामी फेरि जानुपर्छ गाइस को कसो बाँड्नु ढोड नदे कसैलाई डर लागिदिने हो गाइस यहाँ हेर्नु भरे त टिपिहाल्छ नि सबै टाढा हो गाइस सबै झारिसक्यो अब जाने हो फेरि बनाउनु पर्यो नि यताबाट बनाउन राम्रो आउँछ यताबाट अनि तल मकै झारेको अनि म त अङ्कलसँग उयो बसेर अङ्कलले त हेरेर दादा र अङ्कल दुवै भइदिएर थोत्रे गोठ पनि देखाएको गाइस हेर्नु त हामी त जङ्गलभित्र छ यता नले नानी भने उता साइकलपट्टि खन्या भने गयो अब हिलो छ के छ हिलो यहाँ छ नि हिलो नि चिसो खानाको देखा काले गाइस यहाँ पनि छ हाम्रो मकै हेर्नुहोस् हाम्रो त मकैको सिजन हो हिजो ल्याएको भन्नु त्यो चाहिँ यो चाहिँ हिजो ल्याएको हो गाइस अनि यो चाहिँ आज यहाँ यतात्र घगा छ हाम्रो मकै है बसेर गर्न गाल बसेर गर्न गाल मेरो आमा हो भन्नु यो चाहिँ मेरो आमा हो अनि त्यो चाहिँ काका बाउ हो काका बाउ अनि यहाँ चाहिँ भेना दाइ म भात खाँदैन गाइस म त ढेरै नै हो मकै खेती नै लाउने हो म त साइकलले उठ्छ त म साइड लोड भएर के दादा भेना सो गाइस हामीले ल्याएको मकै आधी चाहिँ हिजो ल्याएको आधी चाहिँ अहिले ल्याएको हिजो ल्याएको नि देखाइदियो नि त त्यहाँ पनि छ गाइस नजिकै त पाठा नाचेर बसेको छौ सो हेलो गाइस फाइनली हामी चाहिँ घर आइपुगिसक्यो अनि हामीले घर आएर म फ्रेस भइसक्यो अनि त्यहाँ मकैहरू यसरी बाहिर सुकाइसक्यो घाममा होइन घाममा सुकाएर राख्ने नि त अनि ढेड खानलाई अब मकै पिनेर खान लाग्यो नि त सो म चाहिँ अब खाना खान लाग्यो खाना खानुभन्दा अगाडि मलाई चाहिँ अमिलो कि कागती कि मलाई आँप चाहिन्छ कि अनि यो सिजन त आँपको सो गाइस यहाँ आँप छ यी आँपको बोट हाम्रो जस्तै हाम्रो बाजेहरूको हो कि सो म आँप रुखमा चढ्छु ल चढ्दिउँ न यहाँ बराइन्छ होइन आहा अब कमिला यार रातो रातो कमिला यस्तो टोक्यो भने खालास दुख्छ नि यार ब्याङटा होइन यहीँ छ आँप वाउ यहाँ पनि आँप छ यहाँ पनि आँप छ वाउ म एउटा आँप टिपेर खाल्छु ल चोप झर्छ कि यस्तो आँपको चोप झर्छ
आँप टिपियो ला झर हेर आँपै छेट फेरि म अर्को टिपिहाल्छ नि यहाँ छँदैछ त होइन गाइज म आँप खान्छु ल कत्रा मिठो है आँप आँप म तपाईँलाई ल्याउँछु सकेर मान्छे आँप ल्याइसक्यो होइन भातसँग खानलाई अब यो धोएर टक्क धोएर भातसँग खानिन्छ सान्जा चला भनेको यहाँ खाने हाल ल अब धुनी ल धोएर खाउँला सो गाइस अब हामीले चाहिँ खाना खान थालेको है यहाँ हाम्रो आयो बुवाले खाँदै मेरो यहाँ यत्रो आँप अघि हामी टिपेको आँप यो चाहिँ साग हुनु पर्यो पर्सी साग हो त्यो सो फाइनली गाइज मेरो चाहिँ अब भ्लगको अन्तिमतिर आइसक्यो होइन सो मेरो आजको भ्लग चाहिँ यति नै हो अनि यही हो मेरो कन्टेन्ट यस्तै हो यो चाहिँ पार्ट 2 होइन पार्ट 2 हो यसको मकै भाँचेको काटेको होइन सो यति नै हो नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि लाइक कमेन्ट सेयर आफ्नो साथीहरूलाई सेयर पनि गरिदिनु होला र थ्याङ्क यू सो मच लास्टसम्म हेरेर माया गरिदिनु भएकोमा यति नै भन्न चाहन्छु आजको भ्लग चाहिँ यति नै हुन्छ होइन सो फेरि अर्को नयाँ भ्लगहरू आउँदै गर्छ त्यसको लागि तपाईँले यो च्यानललाई सब्सक्राइब गर्नुपर्ने हुन्छ सो गाइज अहिलेलाई यति भन्दै बिदा हुन चाहे हस्त धन्यवाद जय नेपाल बाई बाई गाइज सी यू लभ यू